हेलो साथीहरू, हामीहरू गएको थियौँ घुम्नु हन्बिर्ग पार्क हो, जो चाहिँ तपाईँहरूले सोध्नु हुँदै थियो कहाँ छ भनेर। यो चाहिँ तपाईँको सुकुनादेखिको लिएर तिनधारेको बिचमा, जो सुकुनादेखिको 8 किलोमिटर दूरीमा छ हो। अन्त यहाँ चाहिँ के छ होइन, तपाईँलाई म देखाउन चाहँदैछु। यो भिडियो चाहिँ तपाईँ एकदम लास्ट तक हेर्नुहोस्, बिचमा चाहिँ नगर्नुहोस्, नकाट्नुहोस् होइन। लेट्स गो। हामीहरू भर्खर सुकुना पुग्यौँ हो, आरामले जाँदैछौँ किन सबै फ्यामिली जाँदैछौँ। पहाडको बाटो हो, सेफ ड्राइभ हनुमान मन्दिर पुग्यौँ, पेट्रोल पम्प पुग्यौँ, आरामले जाँदैछौँ। यो पार्कको यसमा 50 रुपियाँ लाग्छ टिकट एकजनाको। यो भित्र हेर्नु सेल्फी पोइन्टहरू कस्तो कस्तो छ भित्रको। यो चाहिँ पार्कको नजारा हो भित्रको, हेरिहाल्नुहोस् सबैजना। हामीहरू फ्यामिली छौँ। कुन कुन चाहिँ तपाईँलाई सेल्फी पोइन्ट मन पऱ्यो हेर्नुहोस्। यो तपाईँको स्काई वक हो। यो चाहिँ तपाईँको हेरिहाल्नुहोस् पार्कभित्रको भिडियो। भित्र के छ खेल्ने जग्गा। यहाँ चाहिँ तपाईँको पानी पर्दाखेरि नआए पनि हुन्छ, खाल्डा परेको छ अलिकति हो। यो हामी त सम्पूर्ण घाम लागेको बेलामा गएको थियौँ घुम्नु। हेर्नुहोस् यहाँको वातावरणहरू शान्ति छ। नानीहरूको खेल्नेहरू हो। यता पिकनिकहरू पनि गर्दा हुँदो रहेछ फ्यामिलीसँग आएर। यो चाहिँ तपाईँको स्काई वक हो। हेर्नुहोस् यहाँबाट चाहिँ माथिबाट चाहिँ तपाईँको हेरिहाल्नुहोस् पार्कको नजाराहरू कस्तो छ हेर्नुहोस् एकपल्ट। यो चाहिँ म तपाईँलाई जुम गरेर देखाउँदैछु अहिले ल। हेर्नुहोस् भित्रको यो चाहिँ यो पार्कभित्रको हेर्नुहोस्। यो चाहिँ भन्छ स्काई। यसमा चाहिँ तपाईँको यो 50 को टिकटमा भइहाल्छ। यसमा चाहिँ अरू केही एक्स्ट्रा चार्ज लाग्दैन। हामीहरू चाहिँ अब यहाँ चढ्दै दार्जिलिङको ट्रेन आयो हो।